नमस्ते, गुड मर्निङ सम्पूर्णमा र अरू कुरोको साथीहरू। अरूको नराम्रो नसोचौँ, अरू विषय नराम्रो नबोलौँ र सबैको विचार, सबैको सोच नराम्रो बोलौँ, राम्रो गरौँ। यो हाम्रो मनभित्र सफा चिज, सफा कुरो राख्ने ठाउँमा खोजिस कसै नबनाऊँ। एउटा यो रुख चाहिँ साथीहरू एउटा यो रुख चाहिँ यसरी पलाउँदै गर्दाखेरि नै यसको यो थिएदेखि काट्यो भने यो पुरा पलाउन पाउँछ, कसै ठुलो बढ्न पाउँछ। जस्तै कि कुनै सोच, कुनै विचार, कुनै काम गर्दाखेरि पनि आफ्नो जस्तो सोचेर गरौँ र त्यसलाई जराइदिए इच्छालाई थाहा त्यसलाई कसरी अझ माथि पुर्याउने, कसरी अघि बढाउने भन्ने त्यो कुरोपट्टि लागौँ र कतै दुईपट्टि नलागौँ। सफा विचार, सफा सोच राखौँ, राम्रो सोच बनाऊँ। यही हो मेरो चाहना, यही हो मेरो भनाइ। हजुरहरूलाई कस्तो लाग्छ सेयर कमेन्ट गर्नुहोला। हस् त, बाई बाई। शुभ दिनको शुभकामना सबैलाई।